साथीहरू, आजको यस भिडियोमा हामीले युट्युबमा कतिवटा भिडियो अपलोड गरेपछि भिडियो भाइरल हुन्छ अथवा यो युट्युबले हाम्रो भिडियो प्रमोट गर्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। युट्युबमा यति नै भिडियो अपलोड गरेपछि प्रमोट गर्छ भन्ने चाहिँ हुन्न। युट्युबले डाइरेक्टली भनेको छैन, तर यो हिस्टोरिकल ब्राउजरमा इन्ट्री भए पनि कम्तीमा 33वटा भिडियो अपलोड गर्नुपर्ने हुन्छ भिडियो भाइरल हुनको लागि। तर साथीहरू, 33वटा भिडियो अपलोड गरेपछि भाइरल हुन्छ त भन्ने कुरा चाहिँ छैन, किनकि हजुरहरूले अपलोड गरेको कन्टेन्ट कतिको दमदार छ भन्ने कुरा पनि डिपेन्ड हुन्छ। सुरुवाती दिनहरूमा थम्बनेल कसरी बनाउने, टाइटल कसरी लगाउने, ट्याग कसरी लगाउने भन्ने विषयमा थाहा पनि हुन्न र हजुरहरूले अपलोड गरेका कन्टेन्टहरू र हजुरहरूले भिडियो अपलोड गर्दै जाँदा हजुरहरूलाई नलेज हुँदै जान्छ र यिनै कुराहरू इजी पनि लाग्न थाल्छ। हजुरहरूले टाइटल, थम्बनेल, डिस्क्रिप्सन, ट्रेन्डिङ टपिक कसरी खोज्ने सबै कुरा इजी हुन्छ र युट्युबले पनि बिस्तारै बिस्तारै हजुरहरूको कन्टेन्टलाई प्रमोट गर्दै जान्छ। र साथीहरू, युट्युबमा भिडियो अपलोड गर्न साथै भिडियो भाइरल हुन्छ अथवा भिडियो अपलोड गर्न साथै युट्युबले प्रमोट गर्छ र युट्युबमा 10-20वटा 30वटा भिडियो अपलोड गर्दै भिडियो प्रमोट भएर 20वटा 30वटा भिडियो अपलोड गर्दै भिडियो प्रमोट हुने, भाइरल हुने र पैसा कमाउँछु भनेर चाहिँ युट्युबमा नआउनु होला।